जय गोर्खा जय गोर्खा समिति जिंदाबाद 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 आक्सू जिंदाबाद 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 जय गोर्खा जय गोर्खा जय गोर्खा। दर्शकबिन नमस्ते, हजुरहरूलाई स्वागत छ भोइस अफ गोर्खा क्रोनिकलमा। हजुरहरूलाई यो भिडियोमा देखाउँछु छु अखिल आसाम गोर्खा छात्र संघ 2026 को प्रतिनिधि सभा 2026 को प्रतिनिधि सभाको यो भिडियो हो। यो उत्तम कार्य धौलामा गरिएको थियो। जति पनि पोजिटिभ वर्कर लिडरहरू सबैजना आउनुभएको छ र स्टार्टिङदेखि यो भिडियो हजुरलाई म देखाउँदैछु। बिहान सबभन्दा स्टार्टिङमा झण्डा उत्तोलन गरियो। जय गोर्खा जय गोर्खा जय गोर्खा जय गोर्खा जय गोर्खा जय गोर्खा। धन्यवाद छ सभापतिज्यूलाई र यसै क्रममा उहाँको दुई शब्द राखिदिनु भनी म विनम्र अनुरोध टक्राउँछु। र आज यस जनउत्तोलन कार्यसूचीमा उपस्थित भएका हाम्रो उद्यापन समितिका श्रीमान सभापति सम्माननीय तथा प्राक्तन हाम्रो तिनचुर जिल्ला समितिका सभापति मुक्ति छेत्रीज्यू लगायत प्राक्तन तिनचुर जिल्ला समितिका साधारण सम्पादक रञ्जित गुरागाईज्यू लगायत आज यस सभामा उपस्थित भएका तथा आज यस कार्यसूचीमा उपस्थित भएका हाम्रो जम्मै जिल्ला समितिका कर्मकर्तागण र साथै आज यस सभामा उपस्थित भएका हाम्रो आञ्चलिक समितिबाट आउनुभएका कर्मकर्ता लगायत सतीथबिन्द सर्वप्रथम त अखिल आसाम गोर्खा छात्र संघ तिनचुर जिल्ला समिति भए तपाईँहरूलाई सङ्ग्रामी अभिवादन ज्ञापन गर्न चाहन्छु। यतिमध्ये हाम्रो झण्डा उत्तोलन सम्पूर्ण भइसकेको छ र हामी यसपछि नै दोस्रो कार्यतिर हामी लम्किनेछौँ, तर्पणतिर हामी लम्किनेछौँ र सबैजनालाई वेदीतिर अघि बढे जानुहुन्छ भने म अनुरोध टक्राउँछु। धन्यवाद। उत्तोलन गर्नेको बादमा यो स्मृति तर्पणको भिडियो सबैजना पोजिटिभ वर्कर पनि लिडरहरू हुनुहुन्थ्यो, सबै जाति प्रेमी। यहाँ जतिजना म देखाउँदैछु आफ्नो जातिको लागि उहाँहरू कुद्नुहुन्छ दिनरात एक गरेर। उहाँहरूले कस्तो खालको पोजिटिभ मेसेज दिनुभयो, दुईटा शब्द हजुरको सामने म देखाउँछु। तिनचुर जिल्ला आक्सूको जुन प्रतिनिधि सभा भइरहेको छ, यति एनर्जी दिदी हाम्रो जातिको माथि र हाम्रो संस्कार रीतिरिवाज बचाउनुको लागि यति एनर्जी तपाईँको कहाँबाट आउँछ दिदी, के भन्न चाहनुहुन्छ? नमस्ते सर्वप्रथम त हजुर। पत्रकार भाइलाई, युट्युबर भाइलाई र जय गोर्खा। जय गोर्खा। आज जुन चाहिँ तपाईँले क्वेसन मलाई राख्नुभयो, यति जोस यति जागर कहाँबाट ल्याउनुहुन्छ? जो कि गोर्खे चेली हो। गोर्खाको रगत गोर्खा छोराहरूमा मात्रै होइन, गोर्खे छोरीहरूमा पनि छ। त्यति नै अधिकार हामीलाई पनि छ, कर्तव्य छ र जातिको सेवा गर्नु, जातिको उन्नति प्रगतिका लागि हामीलाई पनि के गर्नु सक्छौँ कि भनेर हामीलाई आज जुन चाहिँ प्लेटफर्म दिनुभएको छ अखिल आसाम गोर्खा छात्र सङ्घले, म धन्यवाद दिन चाहन्छु। लागि त म धेरै नै प्राउड छु, किनकि म एउटा गोर्खे जातिको छोरी र बुहारी। कसैलाई थिचोमिचो नगरोस्, सही दिशामा जाओस् हाम्रो उठियाको भाइ बहिनीहरू भनिन्छ। एउटा राम्रो माइन्डसेट, एउटा राम्रो लिडरसिप क्वालिटी भएको एउटा राम्रो लिडर कस्तो टाइपको माइन्डसेट हुनुपर्छ? एउटा लिडरमा के गुण हुनुपर्छ भन्ने कुराहरू यो चाहिँ एकदम महत्त्वपूर्ण छ। क्या हजुर, लिडर हुने हामी सबैजना इच्छा गर्छ, सबैजना राजा हुने इच्छा गर्छन्। त एउटा राजामा क्वालिटी के हुन्छ त्यो चाहिँ एकदम महत्त्वपूर्ण कुरो हो। एउटा लिडरमा धैर्यता, नम्रता, सबैलाई मिलाउन सक्ने, डोर्याउन सक्ने, जातिभेद नगर्ने, परिआएको खण्डमा अगाडि ढाल जस्तो जातिको लागि उभिन सक्ने व्यक्ति हुनुपर्छ। र हाम्रो यहाँ जागुनबाट आउनुभएको छ हाम्रो सारहरू। धन्यवाद छ। अखिल आसाम गोर्खा छात्र संघ संविधान हुन्छ प्रत्येक संगठनको र संविधानको तरिकाले एउटा कार्यकाल हुन्छ र यो हाम्रो तिनचुकिया जिल्ला समितिको कार्यकाल समाप्त भइसकेको छ र कार्यकाल समाप्त भएपछि फेरि एउटा जोस जाँगरको साथमा फेरि एउटा नयाँ कमिटी बनाउनु पर्छ र त्यो तरिकाले अब नयाँ कमिटी आज एउटा रिफर्म हुनेछ, नयाँ कमिटी यहाँ बनिनेछ र हामी पनि अखिल आसाम गोर्खा छात्र संघ तिरापजाङ आञ्चलिक समिति भई हामी प्रतिनिधि दल एउटा टोली हामी आएका छौँ र धेरै जोस जाँगरको साथमा जातिलाई सेवा गर्ने, समाजलाई सेवा गर्ने हामीले जोस जाँगर लिएर आएका छौँ। सबैभन्दा एउटा जाति जिउनु छ भने त कालचरको जोडी। सबैजनालाई एउटा आह्वान, जस्तो कि आज हामी आह्वान गर्न चाहन्छौँ, आक्सूको तर्फबाट आह्वान गर्न चाहन्छौँ, हाम्रो जुन चाहिँ सांस्कृतिकहरू छ, हाम्रो जुन चाहिँ कला कृष्टिहरू छ त्यसलाई बचाएर राख्नको लागि अति आवश्यक ठान्दछु। सर्वप्रथम त अखिल आसाम गोर्खा छात्र संघ तर्फबाट नै भनौँ तपाईँको च्यानललाई हामी धन्यवाद दिन्छौँ र हामी के भन्न चाहन्छौँ भने अखिल आसाम गोर्खा छात्र संघ भनेको गोर्खाको ढुकढुकी, गोर्खाको मुटु, जातिको प्राण हो। यसले गोर्खा जातिको समस्याको लागि सधैँ बुलन्द आवाज उठाउने एउटा जातीय सङ्गठन हो र यस सङ्गठनलाई सधैँ दर्बिलो पार्नको लागि हामीहरूको संविधानलाई फलो गरेर चलिरहेका छौँ र संविधानले भन्छ 2 वर्ष कार्यकाल पुगेपछि नौतन समिति गठन गर्नुपर्छ, प्रतिनिधि सभा राख्नुपर्छ र हामीहरूको यो
पुरानो समितिको हाम्रो चलित समितिको अधिवेशनको समय भएको थियो, 2 वर्ष कार्यकाल पुरा भएको थियो र त्यस कार्यकाल पुरा भएकाले गर्दा हामीले अधिवेशन गर्न जाँदैछौँ। यो 13औं अधिवेशन गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समितिको हो र यो 13औं अधिवेशनमा गोर्खा छात्र संघलाई दर्बिलो पार्नको लागि पुरानो समितिहरू भङ्ग हुन्छ, नयाँ समिति आउँछ, नयाँ समितिमा नयाँ जोस जाँगर भएका भाइहरू आउनेछन्। एकदम गोर्खा जातिको शक्तिशाली एउटा सङ्गठन हुनाले गर्दा भाइ बहिनीहरूलाई हामी सम्पूर्ण जनमानसलाई पनि हामीले यसलाई माया गरिदिनुहोस्, यसलाई आशीर्वाद गरिदिनुहोस्। यो सङ्गठन दर्बिलो बनाएर जातिको विभिन्न समस्याहरू यस तिनसुकिया भेगमा बस्ने गोर्खाहरूको एउटा समस्याहरूलाई हामी बुलन्द आवाजमा उठाउनेछौँ र सरकार समक्ष पनि हामी राख्नेछौँ र गोर्खा जनगोष्ठीले आफ्नो जुन अधिकार छ त्यो अधिकार हाइबस्त गरोस् र अधिकार प्राप्ति होस् र गोर्खा छात्र संघले गोर्खा जनगोष्ठीको प्रत्येक एकजनाको पनि सुरक्षा गर्छ। गोर्खा छात्र संघले यो चिज आज दृढ विश्वासले हामीहरू भन्न सक्छौँ र गोर्खा छात्र संघको नव कमिटी गठन गर्नको लागि उत्साहित तरिकाले जुन भाइहरू आएका छन् त्यसले गर्दाखेरि हामीहरू के भन्न चाहन्छौँ भने यो उत्साह जाँगर यो जोस एकदम दर्बिलो पार्नको लागि गोर्खालाई एकदम राम्रो एउटा तपाईको पोजिटिभ दिशमा गइरहेछ गोर्खा छात्र संघ भन्ने हामी ठान्दछौँ। सर्वप्रथम त भोइस अफ गोर्खालाई हामी तिनसुकिया जिल्ला समितिबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु र विगत जुन हामीले 2 वर्ष कार्यकालमा आक्सु तिनसुकिया जिल्ला समितिलाई यस जिल्लाको उन्नतिको लागि वा जिल्लाको जति पनि हाम्रो समस्याहरू छ यो समस्याको समाधानको लागि यस जिल्ला समितिले धेरै कर्महरू गरेको हामी देख्न पाएका छौँ र आउनुतक दिनमा पनि आज जुन गोर्खा छात्र संघको 13औं द्विवार्षिक अधिवेशन हुन गइरहेछ र यस अधिवेशनमा जुन एउटा सक्रिय एउटा जिल्ला समिति गठन हुन्छ, यो जिल्ला समितिले पनि आउँदो दिनमा अति सक्रिय तरिकाले यस जिल्लाको उत्थान तथा जिल्लाको हर समस्याको समाधानको लागि आवाज उठाएर जानुहुन्छ भनेर म आशावादी छु। धन्यवाद। म रञ्जित गुरागाई, तिनसुकिया जिल्ला गोर्खा छात्र संघको प्राक्तन मूल सचिव। आज सोइखवा आञ्चलिक अन्तर्गत तिनसुकिया जिल्ला गोर्खा छात्र संघको 13औं द्विवार्षिक अधिवेशन जुन हुन गइरहेको छ यो अति नै हर्षको कुरो हो र आक्सु कर्मीको लागि यो एउटा उत्सवै हो भन्न पनि सकिन्छ। आसाममा अखिल असम गोर्खा छात्र संघको योगदान धेरै छ, सांस्कृतिक राजनीतिकदेखि लिएर हरकै क्षेत्रमा अखिल असम गोर्खा छात्र संघ नै गोर्खाहरूको एउटा एकमात्र स्टेक होल्डर हो जसले कि गोर्खाको आवाज बुलन्द पारेको छ र आजको दिन तिनसुकिया जिल्ला गोर्खा छात्र संघको जुन प्रतिनिधि सभा हुन गइरहेको छ र आज यस प्रतिनिधि सभामा सबै प्रतिनिधिहरूले सक्रिय प्रतिनिधित्व गरेर एउटा राम्रो जिल्ला समिति गठन गर्नुहुन्छ भन्ने हामी आशा गर्छौँ। जुन जिल्ला समितिले अखिल असम गोर्खा छात्र संघको वा गोर्खा जातिको हक र अधिकारको लागि आवाज बुलन्द गर्छ भन्ने हामी आशा गर्दछौँ। हजुर, हामी डिग्बा आञ्चलिक समिति भए हामी प्रतिनिधि आएको छौँ। हामी अत्यन्त खुसी छौँ आक्सुको 4 र हाम्रो यहाँ जिल्ला समितिको अधिवेशनमा हामी आए अत्यन्त खुसी छौँ। तर हामीले पनि चाहन्छौँ प्रक्रिया इलेक्सन नभएर सिलेक्सन माध्यमले यहाँ सभापति सम्पादक लगायत जम्मै टोली चुना जाओस्, किन भन्दाखेरि यो कुनै राजनीतिक होइन, जाति सेवाको सङ्गठन हो, सबै मिलेर गर्नुपर्छ भनेर हामीलाई त्यही आश्वासनले हामी आएको छौँ। गोर्खा छात्र संघले आसाममा बसोबासो गर्ने गोर्खा जातिको लागि बुलन्द कण्ठ भएर जसरी गरेको छ त्यसरी आगन्तुक दिनमा फेरि पनि त्योभन्दा दर्बिलो दलले बुलन्द कण्ठ हुन्छ भन्ने म आशा राख्दछु र अखिल असम गोर्खा छात्र संघको फलोस् फुलोस्। जय गोर्खा, जय गोर्खा, जय गोर्खा। कस्तो हुन्छ, के हुन्छ, आउने दिनहरूमा युवालाई कसरी आक्सुमा हाल्ने, कसरी जोइनिङ गर्ने, के शुभकामना। जय गोर्खा, जय गोर्खा। जिंदाबाद जिंदाबाद, आक्सु जिंदाबाद, जिंदाबाद जिंदाबाद। जय गोर्खा, जय गोर्खा, जय गोर्खा, तपाईँलाई धन्यवाद। यस्तो व्यस्ततामा पनि तपाईँ यहाँ उपस्थित भएर आज तिनसुकिया जिल्ला समितिको प्रतिनिधि सभा सम्पन्न भयो। आज सम्मानित प्रतिनिधिहरूले एउटा राम्रो
समिति यहाँ गठन गरेको छ र सर्वप्रथम त आजको यस प्रतिनिधिहरूलाई जम्मैलाई म शुभकामना दिन चाहन्छु र धन्यवाद दिन चाहन्छु उहाँहरूलाई। उहाँले प्रतिनिधि सभाको गरिमा बुझेर जुन एउटा छात्र सङ्गठनको गोर्खा छात्र सङ्गठन एउटा जनगोष्ठी सङ्गठन भए पनि एउटा छात्र सङ्गठन हो र यो छात्र सङ्गठनको मान मर्यादा राखेर आज प्रतिनिधि सभा उहाँहरूले राम्रो प्रकारले गरेर जानुभयो। ऐतिहासिक क्षण नै भन्नुपर्छ आजको दिन चाहिँ खास गरी चाहिँ 2017मा चाहिँ मेरो एकदमै प्यारो मित्र, मेरो साङ्गठनिक मित्र र एकदमै अन्तर्मन गाँसेको मेरो मित्र देव गुरुङजी र हामी 17मा नै एउटा त्यतिखेर हाम्रो योजना थियो हामी सेक्रेटरी प्रेसिडेन्ट हुने भन्ने खालको। तर आज जे भए तापनि सर्वसम्मतिले हाम्रो एकदम सबैको सुखद मनले चाहिँ सबैको इच्छा अनुसार इच्छा एउटा समिति बनिएको छ। त्यसमा चाहिँ अब देव गुरुङजीले मेरो मित्रले चाहिँ जिल्ला समिति आक्सुको सभापतिको पदभार सम्हाल्ने उहाँलाई जुन जिम्मेवारी दिएका छन् त्यसको निम्ति म सम्पूर्ण कार्यकारी समिति लगायत जति पनि प्रतिनिधि थियौँ उहाँहरूलाई आन्तरिक धन्यवाद ज्ञापन गर्न चाहन्छु मेरो तर्फबाट चाहिँ। अमिर लामा अधिवेशनमा आज एकदम सुचारू रूपले सञ्चालन भइसक्यो र भइसकेर हामीले एउटा दर्बिलो एउटा हामीले समिति गठन गर्न सक्यौँ भनौँ न। अब जस्तै कि हाम्रो देव गुरुङज्यूको र मूल सचिवमा हाम्रो शङ्कर जोशीज्यूको नेतृत्वमा आज खुब सुन्दर समिति गठन भएको छ र त्यो समितिमा म पनि छु। म चाहिँ अफिस सेक्रेटरीको पदमा छु र आगन्तुक दिनमा म पनि अफिस सेक्रेटरीको जे हुन्छ काम कार्यभार जे हुन्छ मेरो त्यो पूर्ण रूपले म दायित्व एकदम निभाएर जान्छु। यो एउटा परीक्षा भनौँ यसलाई हजुरको लाइफको स्ट्रगलिङ भनौँ या गडको प्रिप्लान भनौँ यो यति उत्तम कार्यमा हजुर कति खुसी हुनुहुन्छ र अगाडि हजुरले कस्तो कार्य गर्नुहुन्छ हजुरको दुईवटा शब्द राखिदिनु सर। भाइ विकासलाई म धन्यवाद दिन्छु सबैभन्दा पहिला। यो रातिसम्म हामीलाई माया गरेर बसेकोमा एकदम धन्यवाद छ। हाम्रो साथसाथै भाइ पनि जागेको छ होइन, प्रयासले हामीलाई अगाडि पनि बढाउँदो रहेछ। र म 2011मा छमेल शाखाको सभापति, 12मा तिराप जागुन आञ्चलिक समितिको उपसभापति, 13मा म लगालग एकदमै आक्छु तिराप जागुन आञ्चलिक सभापति, फेरि गएर 15मा गएर फेरि दोस्रोचोटि सभापति, अनि आएर म 17मा जिल्ला समितिमा मैले 2017मा मैले जिल्ला सभापतिको लागि प्रतिद्वन्दा गरेको थिएँ। तरालमा आज आएर सभापति हुने मौका पाएँ र त्यो चाहिँ कस्तो भयो भने जम्मै आञ्चलिकलाई म धन्यवाद दिन चाहन्छु। मेरो जति पनि प्रतिनिधि भाइ बहिनीहरूलाई, अब्जर्भर कमिटीलाई, केन्द्र समितिको मूल सचिवलाई, जम्मैलाई। अनि यो आक्सु चाहिँ एउटा माने यस्तो प्रकारको रहँदो रहेछ, माने आक्सुबाट अलिकति दूर रहेर पनि फेरि त्यसले माने तानिरहने एउटा जातिको प्रेम रहेको रहेछ। र म 2 वर्षको कार्यकाल छ संविधान अनुଯାयी र म कोसिस गर्छु 2 वर्ष एकदम राम्रो प्रकारले गर्नको लागि जातिको हरेक समयमा, सङ्कटको समयमा सङ्कट मोचनको यस्तो भएर अगाडि आएर काम गर्नको लागि म प्रयास गर्छु। र मैले के गर्छु के गर्दिनँ मैले भन्दा पनि भोलिको दिनमा मेरो कामद्वारा लेखाजोखा हुन्छ। जब मेरो कार्यकाल सकिन्छ त्यतिखेर मेरो हिसाब निकास हुन्छ, त्यतिखेर हामी हिसाब निकास गर्नेछौँ। र अहिलेको लागि चाहिँ तिनसुकियामा रहनुहुने मेरो जम्मै आमा बुवा दिदीबहिनीहरूलाई चाहिँ मलाई साथ अनि आशीर्वाद दिनको लागि म अनुरोध गर्छु। जब मैले केही गलत गर्छु मलाई औँलाइदिनको लागि म अनुरोध गर्छु। जब मैले केही सही गर्छु त्यसमा मलाई प्रोत्साहन गरिदिनको लागि, उत्साह गर्नको लागि अनुरोध गर्छु। र जातिको लागि काम गर्ने हो, एकदम थोरै समय छ, दिल से गर्ने हो, जोसको साथ गर्ने हो, जङ्गे प्रकारले गर्ने हो, बस त्यही छ। धन्यवाद सर हजुरलाई।